नमस्कार सम्पूर्णलाई। फेरि पनि आज अर्को कविता लिएर आइसकेको छु। मेरो कविताको शीर्षक छ परिभाषित अनुहारहरू। मेरो कविता यसरी सुरु हुन्छ। हो चोकत, थेप्चो नाक, चिम्सो आँखा, गहुँगोरो वर्ण, गोलो अनुहार, उही परिभाषित अनुहार युगौंपछि फेरि उपस्थित छ यो गोल भूगोलमा। युगौंपछि फेरि उपस्थित छ यो गोल भूगोलमा, उही परिभाषित अनुहार। यी होचा भुइँ मान्छेहरू समयको एउटा कालखण्डमा यसरी लापत्ता भएको थियो। सभ्यताको पहाडले थिचिएर गुमनाम थियो। यो सिङ्गो पृथ्वीको भारले थिचिएर होचिएका थिए। यी परिभाषित अनुहारहरू फेरि इतिहासको पानाबाट निस्केर बोल्दैछ युगौं पुरानो आदिम मानव अस्तित्व फेरि प्रस्तुत गर्दैछ आदिम मानव अस्तित्व। यी परिभाषित अनुहारहरू, उही परिभाषित अनुहारहरू समयको एउटा कालखण्डमा महान शासक थिए तिनीहरू। नामेट नामहरू थिए तिनीहरूको। अर्को कालखण्डमा सामन्तहरूको दास थिए तिनीहरू। यस्तै सङ्घर्षको आरोह अवरोह को सामना गर्दै यहाँ आइपुगेको छ यही परिभाषित अनुहार, यही परिभाषित अनुहार। यो होचो कदले नदेखेको दूरदृष्टिहरू, यो चिम्सो आँखाले नदेखेको ज्ञान विज्ञानहरू, बौद्धिकताहरू, यो सबै ब्रह्माण्डको लागि अहिले हानिकारक साबित भइसकेको छ। प्राचीन मानव मस्तिष्कको अवचेतन चिन्तनबाट एक टुक्रा उछिटिएर आइपुगेको छ संस्कृति चिन्तनको बिउ। आधुनिकताको खुल्ला बजारमा प्रकृति प्रेमी, प्रकृति पूजक बनेर यो परिभाषित अनुहारहरू आइपुगेको छ। फेरि यही परिभाषित अनुहारहरू, उही आदिवासी अनुहारहरू। धन्यवाद।